नमस्कार, आउनुहोस् सुरु गरौँ आजको नयाँ एपिसोड। काठमाडौँ आन्दोलनमा जेनजीहरू घाइते हुँदाको अवस्था अहिले के छ, कस्तो छ, उनको फलोअपको बारेमा कस्तो के भइरहेको छ, यसको बारेमा तपाईँलाई डिटेलमा म बताउने छु। पक्कै पनि काठमाडौँमा जेनजी आन्दोलन पछाडि अहिले घाइते अवस्थामा रहेका केहीको राम्रो उपचार भए पनि केहीको अवस्था एकदम दर्दनाक अवस्थाहरू सिर्जना भएको छ। उनीहरूको घरको अवस्था यति दयनीय छ कि कतिपयको सहयोग बिना उपचार सम्भव छैन। विभिन्न ठाउँबाट विभिन्न दाताहरू लिएर विभिन्न आइएनजिओबाट आएको पैसाले उनको उपचार गर्ने प्रयास भइरहेको छ। जुन उद्देश्यका साथ आन्दोलन होमिएका जेनजी युवाहरू यतिखेर मर्नु न बाँच्नुको अवस्था सिर्जना भएको छ। तपाईँ तस्बिर देख्न सक्नुहुनेछ कि नेपालमा अहिले जेनजीहरूको कस्तो अवस्था छ। कतिपय जेनजीहरूको उपचार नेपालमा सम्भव भइसके पछाडि भारतमा लगेर अथवा अन्य देशमा लगेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। जेनजीहरूले जुन उद्देश्यका साथ आन्दोलन गरेका थिए तर उसको आन्दोलन यतिखेर हाइज्याक भएको छ। अरूले नै यी जेनजीहरूको आन्दोलनको प्रतिफल लिएर सरकार चलाइरहेका छन्। उनीहरूले नै यतिखेर जेनजीहरूलाई बेवास्ता गरेको देख्न सकिन्छ प्रष्ट रूपमा। यतिखेर बनेका प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले जेनजीका आवश्यक कुराहरू पनि नसुनिदिएको र उन घाइते अवस्थाको बारेमा नबुझिदिएको र उपचारमा पनि कुनै सहयोग नगरेको देख्न सकिन्छ। कतिपयजनाको त अब ओछ्यानकै बास होला जस्तो देखिन्छ, किनकि अब उपरान्त उनीहरू हिजोको जस्तै जेनजीहरू भएर आज सडकमा आउन सक्ने अवस्था छैन। कसैको घाँटीमा चोट लागेको छ, कसैको आँखा गएको छ, कसैको खुट्टा गएको छ, कसैको मुखमा चोट लागेको छ। अब सम्भवतः सायद तिनीहरूको दिन कहिल्यै फर्किनेवाला छैन। जसरी हिजो सशस्त्र जनयुद्धमा नेकपा माओवादीका कार्यकर्ता नेपाली सेनासँग लड्दा घाइते भएको जनमुक्ति सेनाको यतिखेर व्यवस्था भएको छ। हो त्यही हालमा अहिलेका जेनजी युवाको पनि हुने अवस्था लगभग पक्की भइसकेको छ। यसबारेमा तपाईँको राय विचार के छ, पक्कै पनि हाम्रो कमेन्ट बक्समा लेख्नुहोला र हाम्रो भिडियोलाई धेरैभन्दा धेरै सेयर र सब्सक्राइब अनि लाइक गरिदिनु होला।